तपाईको फोटो कसैलाई पठाउनु पर्यो भने हेलो साथीहरु वेलकम ब्याक टु माय युट्युब च्यानल र मेरो च्यानल सबैजना स्वागत छ। आई होप यु हजुरहरु पनि सन्चै हुनुहुन्छ होला, म पनि एकदम सन्चै छु भन्नुपर्छ। र आज चाहिँ विशेष गरी सडन्दा नगरपालिका वडा 5 कार्तिकी पुलमा रहिरहेको र पक्की पुल निर्माण हुँदै गरेको पुल आजदेखि सुचारु भएको छ र तपाईहरुलाई जानकारी गराउनको लागि म त्यो पुलसम्म गइरहेको छु। सबैले यो भिडियो अन्तिमसम्म हेरिदिनु होला र सक्दो शेयर पनि गरिदिनु होला भन्दै म अब जान्छु। तपाईहरुलाई पुरा पुलमा पुगेपछि देखाउने छु सबै भिडियोहरु। अब आइपुग्न लाग्यो र तपाईहरुले सबैजनाले यो भिडियो अन्तिमसम्म हेरिदिनु होला र सक्दो शेयर पनि गरिदिनु होला भन्न चाहन्छु र सबैको सामुन्ने पुर्याइदिनु होला यो भिडियो, किनकि धेरै वर्षदेखि अगाडिदेखि नै दुःख र कष्ट भोग्दै आएको थियौँ हामी र त्यही दुःखलाई सुख बनाउनको लागि आज सडन्दा नगरपालिका वार्ड नम्बर 5 कार्तिकी पुलमा रहेको पक्की पुल आजदेखि उद्घाटन भएको छ र सबैजनालाई यो भिडियो जानकारीको लागि मैले बनाएर हालेको छु र सबैजनाले यो भिडियोलाई शेयर गरी सबैको सामुन्ने पुर्याइदिनु होला, किनकि सबैजनालाई काम दिने कुरो हो र कतिपय मान्छेहरूलाई थाहा नहुन सक्छ। तपाईको एक शेयरले गर्दा सबै मान्छेलाई कति सहयोग मिल्छ थाहा छ होला नि तपाईहरुलाई पनि। पहिला बगरको बाटो हिँड्दा खोलामा भासिँदै हिँड्दा बाइक डुबेको सम्झिँदा कस्तो लाग्छ तपाईहरुले भोगिनै सक्नु भएको छ होला। त्यसैले गर्दा आज सडन्दा नगरपालिका वार्ड नम्बर 5 कार्तिकी पुलमा रहेको पक्की पुल पुरै त बनिसकेको छैन र यो पुलमा अझै पनि धेरै कामहरू गर्न बाँकी नै छ। तपाईहरुलाई यो भिडियो मार्फत देखाइ नै रहेको छु। अझै काम सम्पन्न हुन धेरै छ, तर बर्खाको कारणले गर्दाखेरि यो पुल सुरुवात गर्नु परेको छ, किनकि अब बर्खा लागेको छ। दिनदिनै खोला बढेर बाढी ठुल्ठुलो आउन थालेको छ र मान्छेलाई आउन जानको लागि निकै कठिनाइ र समस्या परेको हुनाले गर्दा यो पुललाई आजदेखि उद्घाटन गरिएको छ। सबैजनाले यो भिडियो अन्तिमसम्म हेरिदिनु होला र सक्दो सबैजनाको सामुन्ने पनि पुर्याइदिनु होला र सबैजनालाई सजिलो होस् भन्ने तरिकाले मैले आज यो भिडियो बनाएर हालेको छु। सबैजनाले हेरेर सक्दो शेयर गरेर सपोर्ट गरिदिनु होला भन्न चाहन्छु र यो च्यानलमा नयाँ हुनुहुन्छ भने सब्स्क्राइब पनि गरिदिनु होला भन्दै यो अरुण उपत्यको खोजी खबर भन्ने पेजलाई पनि नयाँ हुन्छ भने लाइक गर्न नभुल्नु होला र फलो गर्न पनि नभुल्नु होला। र यो पुलको निर्माण हुँदै गरेको भिडियोहरू फेरि म लिएर उपस्थित हुने नै छु। अझै बन्न बाँकी धेरै नै छ र यो बन्दैछ र अहिले चाहिँ बर्खा कारणले गर्दाखेरि अगाडि सुचारु गर्नुपर्ने बाध्यता भएको कारणले यो उद्घाटन गरिएको छ र अब हाम्रो बाइक चलाउने साथीहरू अनि गाडी चलाउने सबैजनालाई यति धेरै दुःख भएको थियो। अब दुःखको दिन अलिक घटेको महसुस गर्दछौँ हामी र अब केही महिनापछि यो पुल पुरै सम्पन्न हुनेछ। त्यसपछि फेरि भिडियो लिएर उपस्थित हुनेछु। अहिलेलाई हस्त धन्यवाद र तपाईहरुलाई सबै दिनु होला र कमेन्ट गर्नु होला र लाइक गर्न नभुल्नु होला र शेयर गर्न पनि नभुल्नु होला। नयाँ हुनुहुन्छ भने यो च्यानललाई सब्स्क्राइब गर्न पनि नभुल्नु होला है त। जानकारीको लागि फेरि यस्तै भिडियो